यो कामको लागि बिचौलियाको भर पर्नुपर्छ कि पर्दैन? बिचौलिया कहाँ जानुपर्छ कि पर्दैन? यो चाहिँ कसो छ भने भूसेवा केन्द्रबाट चाहिँ फारम भरेर त्यहाँ अनलाइन राखेर आउनु पर्छ। भूसेवा केन्द्रबाट अलिक प्रश्न बनाउनुहोस्। भूसेवा केन्द्र के लेखापढी व्यवसायीसँग त्यहाँ भूसेवाको लाइसेन्स छ, त्यही लाइसेन्सको आधारमा उहाँ यहाँ आउनुपर्छ। भनेपछि यो पहिला लेखापढी व्यवसायी कहाँ जानु पर्यो? लेखापढी कागजहरू ल्याएर डकुमेन्ट ल्याएर मैले अब श्रेष्ठ पूर्जा काम गर्न म यसरी आएको हुँ, मेरो यसलाई अनलाइनमा राखिदिनुहोस् भन्नुहोस्। अनलाइनमा राखिसकेपछि उहाँहरू यहाँ आउनुहुन्छ। भनेपछि अब पहिला सिफारिस लिन वडामा शुल्क बुझाउनु पर्यो, सिफारिस शुल्क त्यो राज्यलाई बुझाउने शुल्क भयो। त्यसपछि यहाँ आएर मालपोतका बिचौलिया कहाँ फेरि पाउ पर्नु पर्यो। अब चाहिँ बिचौलियालाई पनि के छ भने यो अब सङ्कटको अवस्थामा तपाईँहरूले त्यस्तो किसिमको दुःख चाहिँ नदिनु होला। तपाईँले सकेसम्म उहाँहरूलाई अब दुःख नदिई सर यो म बिचौलिया कहाँ जान्न के भन्न पाइन्न? म जान्न बिचौलिया कहाँ पाइन्न? बिचौलिया कहाँ भनेपछि अनलाइन त हाम्रो कम्प्युटर अपरेटरले असर सकिन्छ नि। कोही चाहिँ म बिचौलिया कहाँ पैसा नबुझाइकन सिधै मेरो सेवा 1 to 1 लिन्छु, कर्मचारीसँग सिधा लिन्छु भन्ने पाइँदैन? सक्दैन। सकिन्छ सर। यो सकिन्छ भनौँ, नजाउँ भनौँ, बिचौलिया कहाँ नजानुहोस् भनौँ। लाखौँ मान्छेले हेरिरहेका छन् सर, बिचौलिया कहाँ नजाउनु भनौँ। मैले तपाईँ बोलेको सुनिया छैन यहाँ, दिउँ माइक? प्रश्न पार्ने कुरा हो। तपाईँ के प्राविधिक हो? यो सकिन्छ कि सकिँदैन भन्नुहोस् त? यो हाम्रो पब्लिक एसेस मोडल भनेर हाम्रो विभागले सञ्चालन गरेको जुन मोड्युल छ त्यसमा गएर स्वयं जग्गा धनीले आफ्नो निवेदन दिन सक्नुहुन्छ। जुनसुकै कामको लागि जग्गा पास गर्न पर्ने, जुनसुकै कामको लागि। मलाई यति कुरा भनिदिनुहोस्, बिचौलिया कहाँ नगइकन नजान्ने मान्छे, नसक्ने मान्छे, लेखापढी गर्न नसक्ने मान्छे जान्छ, ठिक छ, अब जानु पनि पर्यो, अथवा जान्ने मान्छे आफ्नो लिएर आउला अथवा परिवारको कोही सदस्य लिएर आउला। तर म त जान्ने छु क्या, ल मलाई भन्नुहोस्, म बिचौलिया कहाँ जान्न भन्न पाउँछु मैले? सक्नुहुन्छ। पाउँछु हजुर। अनि कर्मचारीले गरिदिन्छन् बिचौलिया बाहिरबाट आएको मान्छेलाई? अनिवार्य गरिदिन्छ। हाम्रोमा त्यस्तो प्र्याक्टिस छैन। फेरि होइन, प्रिन्ट गरेर तपाईँले त्यसबाट निक्लेको जुन जेनेरेटेड हुन्छ निवेदन, त्यो निवेदन प्रिन्ट गरेर ल्याउनु भयो भने हुन्छ। हस्, फेरि बाहिर कति नम्बर सटरबाट आएको भन्ने कुरा हुन्छ नि त फेरि हाम्रोमा? चाहिँ प्राविधिक उहाँ नै हुनुहुन्छ सर होइन। त्यो सम्बन्धी कुरा त यो उहाँलाई अब भनेपछि यो आइटी सम्बन्धी कुरा त उहाँलाई। अब एउटा अन्तिम कुरा सर, यो सूचनाले चाहिँ लगभग 2.5 लाख जति मान्छेहरू अब मालपोत कार्यालयमा आउनुपर्ने छ, कास्कीका मात्रै।